नमस्कार। सदाझै म उपस्थित भएको छु लक्ष्मण तिमसिना बिजनेस नेपालको युट्युब च्यानलबाट हामी पुनः भिडियो मार्फत आएका छौँ। अघिल्लो एपिसोडमा हामीले विशेषतः शेयर मार्केट बिजनेस र विश्वको बिजनेस परिवेशको बारेमा हामीले विशेष चर्चा गर्ने गर्थ्यौँ भने चाहिँ आज हामी नेपाल देशमा अहिले जुन हाम्रो निर्वाचन माहौल तातिरहेको छ, सबै उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरिसकेपछि अहिले आफ्नो मनोनित क्षेत्रमा निर्वाचनको प्रचार प्रसारमा लागि पर्नु भएको छ। यसै सन्दर्भमा हामी निर्वाचनले अबको दिशा, अब कस्तो खालको दिशा समात्नु पर्ने हुन्छ र यस पछाडिको निर्वाचन पश्चातको अघिल्लो हाम्रो जस्तो खालको परिवेश देशमा भइरहेको थियो त्यस्तो परिवेशबाट अहिले छुटकारा पाउँछ कि देशले फड्को मार्छ भन्ने विषयलाई समेटेर आजको हामी विशेष अन्तर्वार्तामा छौँ। हामीसँग हुनुहुन्छ प्रदीप पोखरेलज्यू। नमस्कार लक्ष्मण सर, यहाँ बोलाइदिनु भएको धेरै धेरै धन्यवाद। प्रदीपजी, अहिले हामी निर्वाचनमा होमिएका छौँ। अब 21 गते पनि आउन लाग्यो। हजुर, तपाईँले यो परिवेशलाई अलिकति छोटकरियो भन्नुपर्दा कस्तो माहौल देखिरहनु भएको छ अहिले नेपालको यो निर्वाचनको माहौललाई हेर्दाखेरि चाहिँ? नेपालको निर्वाचन भनेको विगत 5-5 वर्षमा भइरहेको निर्वाचनलाई यतिखेर हामी ऱ्यापिड फायर तरिकाले सर्टेन 2 वर्षकै अन्तरालमा पाइरहेछौँ। 79 पछाडि 82मै भयो हो। यसको अवस्थामा चाहिँ हामीले जेनजी आन्दोलनलाई चाहिँ एउटा के भन्ने त धन्यवाद दिने हो कि निर्वाचन ल्याएकोमा सक्सेस भएर भन्ने हो कि यसलाई धन्यवाद भन्दा पनि हामीले यसलाई के भनेर बुझ्ने त? यसलाई चाहिँ यो देशको विषम परिस्थितिमा सुशासन र समृद्धिको बाटोमा देशले ट्र्याकबाट बाहिर गइसके पछाडि चाहिँ अहिलेका नव आगन्तुक युवाहरूले चाहिँ जेनजीले चाहिँ आन्दोलन गरिसके पछाडि देशमा सुशासन समृद्धि कायम गर्नको लागि नयाँ नेतृत्व खोज्नको लागि गरिएको निर्वाचन हो र यसलाई हामीले हर्षोल्लासका लागि नै लिनुपर्ने हुन्छ। अहिलेको तपाईँको जुन माहौल देखिरहनु भएको छ होइन, हरेक उम्मेदवारले आफ्नो दर्ता मनोनयन गरिसक्नु भएको छ अनि सबै आफ्नो क्षेत्रमा उम्मेदवारी दिएर अहिले निर्वाचनको एकदम तगाडमा प्रचार प्रसारमा लाग्नु भएको छ र निर्वाचन आयोगले पनि फागुनको 4 गते पश्चात चाहिँ यसको स्वीकृतिहरू, यसमा आमसभा गर्ने यताउता स्वीकृति दिएको अवस्था रहेको छ होइन। यो विषयमा तपाईँले अहिलेको माहौल देख्दाखेरि चाहिँ होइन अग्रपन्थीमा रहेको जुन पार्टीहरू छन्, हाम्रो नेमाले, काङ्ग्रेस, अहिले रासपा भन्न सक्छौँ, हामी राप्रपा भन्न सक्छौँ, तपाईँले माहौल कसको बढी देख्दै हुनुहुन्छ अहिले? निश्चय पनि माहौल यसको उसको भन्ने भन्दा पनि अब कुन निर्वाचन क्षेत्रमा को अब्बल छ भन्ने कुराले देखाउँछ होइन। तर जनलहरमा हेर्दाखेरि चाहिँ अहिले आएको नयाँ पार्टी रासपाकै अहिले एकदम उर्लिएको जनलहर देखिन्छ भने अब नेपाली काङ्ग्रेसको रिफर्मवाला नेपाली काङ्ग्रेस देखिरहेको छौँ भने एमालेमा थोरै अघिल्लो निर्वाचनभन्दा थोरै सङ्कट आपत्ति आइपुगेको हो कि भन्ने कुरा चाहिँ देखिएको छ भने हाम्रो प्रचण्डजीको नेकपा चाहिँ अब थोरै खस्किन्छ कि उहाँले फेरि पनि म्याजिकल नम्बर ल्याउनुहुन्छ भन्ने कुरा चाहिँ अब आउने फागुन 21 को निर्वाचनले नै निर्णय। अब मैले त्यहाँ तपाईँलाई टु दि पोइन्ट सोद्धाखेरि चाहिँ 165वटा निर्वाचन क्षेत्र हामीसँग छ हजुर होइन। यसमा बहुमत ल्याउन कति ल्याउनु पर्यो हामीले भन्दाखेरि चाहिँ यस्तो हुन्छ, बहुमतको लागि 165 प्रत्यक्षमा भयो, समानुपाती 110 सिट हुन्छन्। टोटल बहुमत ल्याएर सरकार बनाउने भने चाहिँ 275 मा हामीले 138 सिट बनाउनुपर्छ कुनै पनि एकल राजनीतिक दलले हो। त्यसमा हामीले के गर्नु पर्यो भने प्रत्यक्षमा कुनै पनि राजनीतिक दलले 70 देखि 80 निश्चय पनि कटाउँछ भने चाहिँ उसले समानुपातिकबाट तानिएको भोटले बहुमत पुग्छ, उसको लगभग पुग्ने चान्स देखिन्छ। तर त्यसको लागि चाहिँ 70 देखि 80 मिनिमम प्रत्यक्षमा ल्याउनै पर्ने हुन्छ। विगत निर्वाचनलाई हेर्ने हो भने कुनै पनि राजनीतिक दलको प्रत्यक्षमा 80 कटेको देखिँदैन। उनीहरूलाई गाह्रो नै चाहिँ अवस्था छ, किनभने कुनै क्षेत्रमा कसैको व्यक्तिगत स्वतन्त्रताले चाहिँ जितेर आइरहेछन्, काहीँ राजनीतिक पार्टीको चाहिँ अब थोरै आफ्नै चाहिँ मुठभेदका कारणले चाहिँ कोही पछाडि परिरहेका छन्। नयाँ पार्टी उदाउदोले पनि समानुपातिक र प्रत्यक्षमा राम्रै भोट ल्याइरहेको गर्दाखेरि चाहिँ समानुपातिकलाई यतिखेर चाहिँ कसले बढी ल्याउँछ भन्ने कुरा पनि आकलन गर्न सकिँदैन हो। अनि प्रत्यक्षमा त आफ्ना क्यान्डिडेट कस्ता उठाएका छन् त्यसमा चाहिँ आफूले निर्णय गर्नुपर्ने हुन्छ। तपाईँले अहिले पार्टीगत रूपमा काङ्ग्रेस, एमाले, रासपा, राप्रपाका जुन हामीले प्रत्यक्ष उठेका हामीले उम्मेदवार देखेका छौँ, त्यसमा तपाईँले बढी सक्षम यसो आफ्नो एनालाइज गर्दाखेरि चाहिँ एउटा शिक्षित वर्गको भन्छौँ हामी, सक्षम केलाई भन्दाखेरि एउटा शिक्षाको हिसाबले, युवाको हिसाबले शिक्षित वर्गको पार्टीको रूपमा तपाईँले उठाएको उम्मेदवारको अनुसार चाहिँ कुनमा बेसी देखिरहनु भएको छ? किनभने जेनजीको माग त यही थियो नि त, युवा आउनुपर्छ भन्ने माग थियो होइन। युवालाई बेसी समेटेको तपाईँले कुन पार्टीमा देखिरहनु भएको छ अहिले चाहिँ?
यस्तो हो, अब युवा भन्दैमा अब युवा नेपालको संविधान अनुसार त 18 वर्ष कटिसकेर मताधिकारको लागि योग्य भइसकेका सम्पूर्ण 18बाट 40 सम्मको उमेरसम्म नै युवा हो। नेपालमा त अझै 50% भने युवै भन्ने पनि अवस्था छ हैन। त्यो त अब सामान्यतया कसले के रिलेसनमा राख्छ त्यसै अनुसार अहिलेको एउटा अमुक नेताजुले त म जेनजी पनि हो भनि सक्नु त हैन। त्यो त उहाँहरुको स्वाभाविक हो, उहाँहरुकै फेरि पार्टीको अर्को व्यक्तिले पनि हैन नेताले नै जेनजी भनेको चाहिँ विद्रोही हो भनेर पनि भन्नुभयो हैन। त्यसलाई त उहाँहरुले आफैले काउन्टर गरिराख्नु भएको छ त्यो शब्दलाई। तर युवा बढी उठाएको हेर्दाखेरि त नयाँ अहिले पार्टी रासोपाले नै बढी उठायो भन्ने सुनिरहेको छौँ हामी हो। त्यसलाई पछ्याउँदै नेपाली कांग्रेस दोस्रो पंक्तिमा छ। एमाले विगत धेरै ठाउँमा चाहिँ पुरानै उम्मेदवार सँगसँगै उहाँहरूले चाहिँ अब थोरै केही मुद्दा मामिला लफडामा परेका उम्मेदवारहरू पनि उठाएको कारणले उहाँहरू अलिकति थोरै पछाडि पर्नुभयो। नेकपाले पनि युवा क्लस्टरलाई चाहिँ राम्रो प्राथमिकता दिएर उठाउने भन्दै पनि उहाँहरूको थोरै तालमेल उहाँहरूको 16वटा पार्टीको गठबन्धन गर्दाखेरि चाहिँ पल्लाई तल माथि मिलाउने भन्दा नेकपा अलिकति पछाडि परेको देखिन्छ। नेकपालाई मैले छोडे जोडे तपाईँलाई हिजो मात्रै उनीहरूले घोषणापत्र सेयर गर्नुभएको थियो नेकपाका साथीहरूले। तपाईँले हेर्नुभयो घोषणापत्र? मैले नेकपाको त्यस्तो मजाले हेर्न चाहिँ भएको छैन। हेर्नु भएको छैन? हजुर। नेक्स्ट पल्ट हामी हेरेर त्यसको बारेमा छलफल गरौँला। अहिले माहौल तपाईँले भन्नुभयो युवा वर्गमा राष्ट्रपाले अलिकति अगाडि भन्नुभएको छ। अहिले काङ्ग्रेस पनि रिफर्म भएर आएको छ होइन, यसलाई अलिकति के भन्नु चाहन्छ यो विषयमा चाहिँ? यसमा त विगत अघिल्लो 14औं महाधिवेशनदेखि नै नेपाली काङ्ग्रेसले चाहिँ नेतृत्वको परिवर्तनको लागि चाहिँ आवाज उठाइरहेको हो। त्यसका लागि चाहिँ डाक्टर शेखर कोइरालादेखि गगन थापाको एउटा टिम बनेर पनि शेरबहादुर देउवालाई चाहिँ अब हटाउनुपर्छ होइन, शेरबहादुर देउवाको नेतृत्व चाहिँ पुरानो भयो भनेर उहाँहरू लाग्नुभयो। तर त्यतिखेर पनि असक्षम हुनुभयो भनौँ न महाधिवेशन प्रतिनिधिहरूले चाहिँ पुनः शेरबहादुर देउवाले नै नेतृत्व गर्दाखेरि नेपाली काङ्ग्रेस चाहिँ बलियो रिफर्म भएको नेपाली काङ्ग्रेस आउँछ भनेर उहाँलाई जिताउनु भयो। तर पुनः फेरि जेनजी आन्दोलन पश्चात चाहिँ पुराना पार्टीप्रति नेपाली जनताको चाहिँ विद्वेषमा आएको देख्दाखेरि चाहिँ हो गगन थापा, विश्वप्रकाश, प्रदीप पौडेल अहिलेका नव अब भनौँ न पछिल्लो पुस्ता शेरबहादुर पछाडिका चाहिँ प्यानलहरूले चाहिँ अब हामीले ह्यान्डओभर लिनुपर्छ, अब हामीले यतिखेर गरेनौँ भन्दा नेपाली काङ्ग्रेस पछाडि पर्छ भनिसके पछाडि नेपाली काङ्ग्रेसले विशेष महाधिवेशन गरे पश्चात नेपाली काङ्ग्रेस 2.0 भनेर नाम दिनुभएको छ गगन थापाले हो। त्यसमा चाहिँ रिफर्म भएकै नेपाली काङ्ग्रेस देखिन्छ भनौँ, सक्षम भनेको तपाईँ यसरी बुझौँ अहिले नेपाली काङ्ग्रेसले बहुमत ल्याउने अवस्था कतिको छ? ठ्याक्कै नेपालको संसदीय प्रणालीमा अब मल्टी पार्टी डेमोक्रेसी हो होइन, अब सम्पूर्ण धेरैवटा राजनीतिक दलहरू चाहिँ आपसमा प्रतिस्पर्धा गरिरहेछन्। अब यसैले चाहिँ इङ्कित गरेर चाहिँ अब बहुमतको सरकार बनाउँछ, नेपाली काङ्ग्रेसले नै प्रत्यक्षमा समानुपातिकमा बहुमत ल्याउँछ भन्न पनि ठ्याक्कै सकिँदैन होइन। देशभरको माहौल हेर्ने हो भने पनि अब यतिखेर जनलहर हेर्ने हो भने एकापट्टि घन्टी भनेर राष्ट्रपार्टी पनि हुनुहुन्छ हो। अलिकति थोरै अब पहिलेदेखि राजनीति गरिरहेको हो, राजनीतिलाई बुझेको व्यक्तिहरूले चाहिँ पुराना पार्टीलाई पनि एकचोटि फेरि अलिकति एउटा सर्टेन व्यक्तिलाई मात्रै पराजय गरेर पार्टीलाई पनि थोरै बचाइको राख्ने हो कि भन्ने पनि छ हो। त्यसलाई हेर्दाखेरि चाहिँ आम जनता र जनादेशमै चाहिँ प्रश्न सबै कुराको लागि चाहिँ हामीले फागुन 21 नै नै कुर्नुपर्ने 21 नै कुर्नुपर्ने। हजुर एकदम। अब मैले एउटा हट टपिक तपाईँलाई एउटा के मैले सोधेँ भने तपाईँ अहिले विद्यार्थी जीवनमा नि हुनुहुन्छ होइन, कलेजमा हाम्रो राजनीतिकीकरण बेसी भयो भन्ने हामी पहिलेदेखि सुनिरहेका छौँ होइन। अबका आउने नयाँ बन्ने सरकारले यो विषयमा तपाईँले आफ्नो विचार राख्दाखेरि चाहिँ यो जुन राजनीतिकीकरण छ कलेजमा जुन सङ्घहरू छन् होइन, यसलाई चाहिँ कुन रूपमा हेरे चाहिँ एउटा विकासगत अथवा भ्रष्टाचार पनि बेसी यसैमा हुन्छ भन्ने पनि छ होइन, अनि नेतागत जन्माउने पनि थलो त्यही हो भन्ने पनि छ भने यसलाई तपाईँले अब आउने जुन सरकार बन्छ त्यसले कुन रूपमा त्यसलाई सम्बोधन गरोस् भन्ने तपाईँले आफ्नो विचार राख्न सक्नुहुन्छ? यसमा के हुन्छ भने अब नयाँ आएका पार्टीदेखि लिएर पुराना पार्टीहरूका सर्टेन व्यक्तिहरूको राय धारणाको चाहिँ विद्यार्थीलाई चाहिँ नितान्त विद्यार्थीले पढ्नु मात्रै पर्छ, आफ्नै मात्रै लगाव गर्नुपर्छ भन्ने एउटा समुदायको धारणा पनि छ हो। तर विगतलाई हेर्ने हो भने नेपालमा प्रजातन्त्र स्थापनादेखिको लिएर
लोकतन्त्र गणतन्त्र प्राप्तिका लागि पनि विद्यार्थीहरूको भूमिका ठुलो नै छ हो। प्रजातन्त्र प्राप्तिका लागि पनि सत्यमेव जयतु भनेर चाहिँ संस्कृत विद्यालयबाट विद्यार्थीहरूले नै सुरुमा आन्दोलन सुरु गरिसकेपछि राजा त्रिभुवनको पहलमा राणालाई फालेर चाहिँ नेपालमा प्रजातन्त्र भित्राएको। त्यसमा विद्यार्थीलाई कम आँक्न मिल्दैन हो। तर अहिले सर्टेन समयमा चाहिँ विद्यार्थी राजनीति कस्तो भइदियो भने विद्यार्थीका यो चाहिँ कस्तो भयो भने तपाईँको अहिले आएर चाहिँ एउटा कुनै नेतालाई को चाकडी गर्ने भन्नु सठिक वर्डमा भन्दाखेरि चाहिँ त्यो तरिकाको माहौल भइरहेको छ होइन। अनि कलेजमा पनि यसले प्रत्यक्ष रूपमा असर गरेको पनि हामीले पाइरहेका छौँ। धेरैको जनगुनास पनि रहेको छ होइन। यसमा राजनीतिकीकरण भयो, एउटा स्वतन्त्र हुनुपर्छ होइन, कलेज स्कुल भनेको स्वतन्त्र हुनुपर्छ, राजनीति घुस्नु हुँदैन भनेर हामी भन्छौँ। यो विषयलाई चाहिँ तपाईँले आफ्नो बुझ्दाखेरि चाहिँ यो के त अब फेरि यसलाई परिमार्जन गरेर जानु ठिक छ कि यसलाई उन्मूलनै गर्न बेस्ट हुन्छ? कुनै पनि चिजलाई जरैदेखि उन्मूलन गरेर फाल्न त अहिलेको परिस्थितिमा गाह्रो पनि छ। तर उन्मूलन गरेर जानुभन्दा पनि यसलाई सुधारिएको विद्यार्थी राजनीतिमा पो ढल्काउने हो कि। किनभने विद्यार्थी राजनीति भनेको चाहिँ एउटा परिपक्वता हो, एउटा मान्छेमा चाहिँ स्ट्याबिलिटी, आफूमा चाहिँ स्ट्यान्ड लिन सक्ने एउटा आधार बनाउने पनि थलो हो होइन। विद्यार्थी राजनीतिबाट आएका थुप्रै हामीले नेताहरू पनि देखेका छौँ। अहिलेको निर्वाचनमा पनि थुप्रै नेताहरू चाहिँ विद्यार्थी राजनीति गरेर आएकै नेताहरू चाहिँ उम्मेदवार हुनुहुन्छ हो। त्यसले गर्दाखेरि चाहिँ विद्यार्थी राजनीतिलाई चाहिँ उन्मूलन गरेर फाल्ने भन्दा पनि सुधारिएको विद्यार्थी राजनीति भनेर चाहिँ गर्दाखेरि चाहिँ बेस्ट देख्छु मैले चाहिँ। भनेको यसमा चाहिँ उन्मूलन भन्दा पनि सुधारिएको विद्यार्थी त्यो एउटा बेस्ट पोइन्ट तपाईँले उठाउनु भयो। अब यहाँ मान्छेमा दोधार के छ भने अहिलेको राजनीतिक हिसाबले लिएर निर्वाचनलाई लिएर होइन, अहिले सबै पार्टीले चाहिँ प्रधानमन्त्रीको लागि क्यान्डिडेट भनेर उठाइरहेका छन्, विशेष रूपमा उठाइरहेका छन् होइन। अब जित्ने बित्तिकै त्यो उठाएका जुन क्यान्डिडेट छन् सिधै आएर प्रधानमन्त्री हुन पाउने हो त? त्यो त संविधानले नै दिँदैन नि। त्यो जित्ने बित्तिकै आएर डाइरेक्ट बन्ने भन्दा पनि हाम्रो परिवेश के छ भने जहिले पनि कुनै पनि राजनीतिक दलको व्यक्ति प्रधानमन्त्री हुनलाई त्यो पहिले सुरुमा त त्यो राजनीतिक दलको संसदीय दलको नेता हुनु पर्यो। ठिक छ हो, पहिलो प्रश्न त्यो हो। पहिलो पाटोमा संसदीय दलको नेता हुनु पर्यो। त्यो नेतालाई यदि अहिले जसलाई फेस बनाएर पठाइएको छ प्रधानमन्त्रीको क्यान्डिडेट भनेर, इन केस त्यही नेतालाई पछि चुनाव जितिसकेपछि उहाँकै राजनीतिक दलले विश्वास नगरेर संसदीय दलको नेतामा चुन्न सक्षम हुनु भएन भने के गर्ने भन्ने एउटा पोइन्ट हो। दोस्रो पोइन्ट भनेको संसदीय दलको नेता बनिसके पछाडि आएर संसदमा त्यो राजनीतिक दलले बहुमत ल्याएको छ कि छैन हो। संसदीय दलको नेता बनिसकेपछि आएर पहिले पार्टीले बहुमत ल्याउनु पर्यो, त्यस पछाडि मात्रै बहुमतको सरकारमा उहाँ प्रधानमन्त्री बन्नुहुन्छ। प्रधानमन्त्री बन्नलाई पनि एकल बहुमत छ भने त उहाँहरूले 5 वर्ष स्वतन्त्र रूपमा चलाउनु भयो। तर फेरि पुनः गठबन्धनमा जानु हो भने प्रधानमन्त्री बनेको 1 महिनाभित्र फेरि विश्वासको मत उहाँले लिनुपर्ने हुन्छ। विश्वासको मत लिँदाखेरि 1 महिनासम्म उहाँहरूको सरकार गठन गरेका पार्टीहरूमा मुठभेड भयो, मनसाय मिलेन, उहाँहरूको एजेन्डा नै फरक छ, फरक पार्टीबाट आएको हुनुहुन्छ। त्यो भयो भने पुनः विश्वासको मत नपाउँदाखेरि उहाँको त प्रधानमन्त्री पद फेरि जाने भयो। त्यो हुँदाखेरि सरकार फेरि अस्थिरको बाटोमा जाने भयो। भनेपछि यहाँ त तपाईँको यदि 10 सिट ल्याएको कुनै पार्टी छ भने त्यो पनि आएर पछि हिरो बन्न सक्ने अवस्थामा आउँदो रहेछ हो। उहाँहरू त भने त म्याजिकल नम्बर भने त अघिल्लोचोटि पनि प्रचण्डजीको नेकपाले पनि 32 सिट ल्याएर पनि त प्रचण्डजीले पनि प्रधानमन्त्री हो। त्यो भएर म्याजिकल नम्बर इज ग्रेट इस्यु इन नेपाल पोलिटिक्स। ठिक छ। भनेको अब यो जुन समस्या नै भनौँ हामी यसलाई, किनभने हरेक पार्टीको अहिले बहुमत आउने त्यति धेरै चान्स छैन भन्ने कुरा भयो। अनि प्रधानमन्त्री छान्ने तरिका पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हामीले छान्ने संविधानमै हाम्रो व्यवस्था छैन होइन। अब यसलाई चाहिँ हेर्दाखेरि चाहिँ यो संविधानमै हामीले लेख्नै गलत लेख्यौँ कि यो विषयलाई होइन, अथवा यसलाई के हुन सक्थ्यो तपाईँको बुझाइमा? यसलाई संविधानलाई त दोष दिनै मिल्दैन। किनभने यत्रो सङ्घर्ष गरेर 2 चोटि संविधान सभाको निर्वाचन गरेर बल्ल 72 साल असोज 3 गते हामीले संविधान प्राप्त गरेका छौँ हो। त्यत्रो मेहनत सङ्घर्ष गरेर थुप्रै जनताको चाहिँ बलिदानीको चाहिँ एउटा पुरस्कारै भन्नुपर्छ हामीले संविधानलाई। त्यो भएर संविधानलाई गलत भन्नुभन्दा पनि कुनै सर्टेन पोइन्टमा संविधानका धाराहरूलाई चाहिँ परिमार्जन गर्ने, त्यसलाई संशोधन गर्ने व्यवस्था पनि फेरि हाम्रो यही संसदीय प्रणालीमै छ हो। कुनै पनि राष्ट्रिय सभा र प्रतिनिधि सभाको चाहिँ 2/3 मात्रै संविधान संशोधन गर्न सक्छ भनेर त्यही संविधानमा लेखेको छ भनेपछि त्यसलाई प्रत्यक्ष कार्यकारी चाहिँ हाम्रो संविधानमा उल्लेख गरिदियो भने कोही एउटा
तल्लो लोअर लेभलको मान्छे पनि उठेर चाहिँ प्रधानमन्त्री बन्न सक्छ। तर इन केस त्यो व्यक्ति अटोक्रेट भइदियो हो, अटोक्रेट भइदियो, डिक्टेटरसिप भइदियो भने त्यसलाई फाल्ने कसले त भन्ने कुरा पनि फेरि जाहेरी गर्नुपर्छ संविधानमा। त्यो हुने व्यवस्था नभइसकेको कारणले गर्दाखेरि चाहिँ प्रत्यक्ष कार्यकारी चाहिँ नेपालमा अलिक असम्भवै छ। अहिलेको माहौल हेर्दा चाहिँ असम्भवै देखिन्छ। असम्भवै छ भनेपछि अबको यो चुनावी परिणाम पछाडि तपाईँले देखेको अहिलेको हालको नेपाल र चुनाव पछाडिको नेपाल कस्तो देख्दै हुन्छ तपाईँले? अहिलेको नेपाललाई हेर्ने हो भने त हामी सबैले चाहिँ एकदम दलदल जटिल अवस्थामा फँसेको नेपालै देखिरहेछौँ। विगत फागुन 23 र 24 को जेनजी आन्दोलन पश्चात त हामीले देखेकै थियौँ एक हप्तासम्म कसले सरकार चलाउने हो, भदौ 23 र 24 गतेको आन्दोलन पश्चात हो, कसले चाहिँ सरकार चलाउने हो, कसले आएर नेतृत्व गरिदिन्छ र यो नेपाललाई चाहिँ सुदृढ बनाउँछ, कसले चाहिँ चुनावसम्मको लागि सरकार बनाउने भन्ने नै हामी अन्यलमा थियौँ। त्यो अवस्थालाई चिर्दै चिर्दै अहिले हामी फागुन 21 गतिको निर्वाचनको नजिकै आइसक्यौँ हो। त्यसलाई हेर्ने हुँदा त थोरै नेपाल ब्याक इन ट्र्याक आइसक्यो कि भन्ने कुरा पनि छ। तर चुनाव पश्चात चाहिँ के हुन्छ भने थुप्रै नयाँ क्यान्डिडेटहरू आउने भए, थुप्रै नयाँ चाहिँ प्रतिनिधिहरू आउने भएपछि उहाँहरूका नयाँ भिजन, नयाँ एजेन्डा, उहाँहरूले संसदमा पास गर्ने नयाँ बिलले चाहिँ नेपाललाई चाहिँ के हदसम्म चाहिँ अहिलेको नेपालभन्दा चाहिँ सुधारिएको नेपालतिर चाहिँ मोड्छ भन्ने नै मेरो आकलन छ। अब यहाँ जनतामाझ अलिकति यो क्यान्डिडेटहरूले अलिकति छारो हाल्ने काम केमा भइरहेछ भने अहिले आउने जुन निर्वाचित उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूको मुख्य विषय काम के हो भन्ने नै अहिले जनतामाझमा अन्यल छ होइन। कोही क्यान्डिडेटले भन्नुहुन्छ म गएर बाटो बनाइदिन्छु भन्नुहुन्छ होइन, कसैले म कुनै के बाँडिदिन्छु भन्नु होला होइन, कसैले के भनिरहनु भएको छ। तर मुख्य अहिलेको निर्वाचनबाट आएका क्यान्डिडेटले गर्ने काम चाहिँ के हो? प्रतिनिधि सभा भनेको हामीले जहिले पनि देखिरहेको भनेको बाटोघाटो, पुल निर्माण, स्वास्थ्य, शिक्षा, यसका लागि ठ्याक्कै यही गर्छु भन्ने चाहिँ होइन। उहाँहरूले त्यो म्यान्डेटलाई चाहिँ कुन निकायले कसरी हेर्छ त्यसलाई नियमन गर्ने, नियम बनाउने, बिल पास गर्ने, कानुन नीति बनाउने ठाउँ हो। पोलिसी मेकिङ पोजिसनमा गएर चाहिँ हामीले आजै बाटो बनाइदिए, भोलि बाटो बनाइदिए, यो ठाउँमा गाडी आएन गाडी ल्याइदिए भन्ने होइन क्या। त्यो ठाउँमा गाडी लिएर जानलाई ट्रान्सपोर्टेसनको फेसिलिटिजको लागि के खाका तयार गर्नुपर्ने हुन्छ, के बिल पास गर्नुपर्ने हुन्छ। बाटोघाटो बनाउनलाई त हामीले संहितामा गएर 3 तहको सरकार पाइसकेको छ। स्थानीय तह, प्रादेशिक सरकार र केन्द्रीय सरकार गरेर 3 तहको सरकार छ। त्यही अनुसारको बजेट डिजाइन हुन्छ। बजेट त्यही अनुसार बजेट चाहिँ बरु कसरी पारित गर्ने भन्ने कुरा चाहिँ बजेट बनाउँदाखेरि सधैँ पनि जसको सरकार छ त्यसले आफ्नै डिजाइनमा बजेट बनाएको देखिरहेछौँ हामीले अहिलेसम्म। तर त्योभन्दा पनि प्रतिनिधि अहिले आएका नयाँ प्रतिनिधिले के गर्नु पर्यो भने सबैले देशलाई सुदृढ र समृद्ध बनाउने भने चाहिँ छलफल गरेर कुन सेक्टरमा कति बजेट चाहिँ पारित गर्ने, अहिलेलाई चाहिरहेको सबैभन्दा मूल धारको चाहिँ सेक्टर हाम्रो के हो, पहिलो प्राथमिकता के हो भन्नेलाई चाहिँ प्रतिनिधिमा चाहिँ उठाएर प्रतिनिधि सभाबाट चाहिँ बिल पास गर्न सक्नु नै यो प्रतिनिधि सभाको मुख्य काम हो देख्छु म। भनेको अब आउने प्रतिनिधिले चाहिँ मुख्य काम भनेको नीति निर्माण नै उहाँहरूको विशेष प्राथमिकताको काममा पर्छ, जुन हामीले बुझाइ गलत हुन सक्छ हरेक मान्छेको बुझाइमा। हो, पहिलो काम भनेकै नीति निर्माण गर्ने हो र त्यसबाट आएका डिजाइनहरूलाई चाहिँ संसदले आफ्ना निर्वाचन क्षेत्रमा अब त्यसबाट के कसरी काम गर्ने, उहाँहरू सांसद भनेको त केन्द्रमा बसेका प्रतिनिधि सांसदले त स्थानीय र प्रदेशसँग चाहिँ समन्वय गरिदिने एउटा मिडिएटरको रूपमा पनि चाहिँ रोल खेल्नुपर्ने हुन्छ। तर हामीले त यहाँ के देखिरहेको छौँ, संसदमा आइसकेपछि चाहिँ उहाँ नै मन्त्री बन्नुपर्ने हुन्छ, उहाँ नै सबै प्रधानमन्त्री बन्ने, उहाँ नभए त देशै उथल पुथल हुन्छ भन्ने मानसिकतालाई चाहिँ त्यागेर संसद भनेको जनताका लागि सेवा गर्न आएका व्यक्ति हुन्, नितान्त रूपमा सेवा नै गर्नुपर्छ। उहाँहरूले ठुलो लोभ, लाभ, प्रलोभन, त्यो इच्छा सबै लिएर चाहिँ त्यो त्यागेर राजनीतिमा हुनुपर्ने देख्छु म चाहिँ। अब हामी लगभग कार्यक्रमको अन्त्यतिर